सबैलाई नमस्ते भन्दै म डेली अपडेटमा आइसकेको छु। हेर्नुहोस् न, मैले टक्क डल्लेको मसला डल्लेसँग मसला मिक्स भएको कस्तो राम्रो यो प्याकिङ भएर आएको छ। हेर्नुहोस् न, डल्ले रेडिस डल्ले ब्याम्बो अनि यो पेस्ट हेर्नुहोस् न, डल्ले पेस्ट कस्तो राम्रो प्रकारले प्याकिङ भएर आएको छ। हजुरहरूलाई खान मन लाग्यो भने चाहिँ हाम्रो स्टोरलाई सम्झना गर्नुहोस् है। अनि त्यसरी नै डल्लेहरूमा तपाईँले हरेक कुराहरू पाउनुहुन्छ। यो डल्ले पेस्टमा हेर्नुहोस् न, यसमा पनि तपाईँले पाउनुहुनेछ। अनि यसरी डल्ले बलमा तपाईँले यसरी पनि पाउनुहुनेछ र डल्ले मसलामा यस्तो प्रकारको पनि हजुरहरूले पाउनुहुनेछ। अब डल्लेको भेराइटिज भने चाहिँ मुख्य स्टोरलाई सम्झना गर्नुहोस्। टक्क डल्ले खाने बानी त सबैलाई नै थाहा छ। खाना खाँदाखेरि हरेक कुराहरूमा हामी डल्ले एड नै गर्छौँ। त्यस कारणले गर्दाखेरि हाम्रो त अब ट्रेडिसनलै भइसक्यो कि डल्ले चाहिँ अब हाम्रो खानामा चाहिँ हरेक दिन एड भएको कारणले गर्दाखेरि हामीलाई आदतै भइसकेको छ। यस कारणले गर्दाखेरि यदि मन लाग्छ भने चाहिँ हजुरहरू हाम्रो स्टोरलाई एकदमै सम्झना गर्नुहोला र हाम्रो स्टोरमै आउनुहोला र हजुरहरूले सबै प्रकारको पाउनुहुनेछ भन्दै बाई भन्न चाहन्छु सबैजनालाई। फेरि भोलि हामी यसरी नै भेट्नेछौँ।